Welcome and welcome back to my channel. तपाईं सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भ्लगमा। आज हो सन्डे एन्ड हामी सबैजना जान्छौँ आज इस्कन मन्दिर। आज हामीसँग आन्टी पनि जानुहुँदैछ हैन? फर्स्ट टाइम जानुहुँदैछ नि? फर्स्ट टाइम जाँदै हुनुहुन्छ? फर्स्ट टाइमै हो। फर्स्ट टाइम हो। त्यही त हामी त गइरहेको छु नि त। अन्त आन्टी जानु भएको छैन। अन्त आज हामीले आन्टीलाई पनि लगेको। प्राणा बसिरहेछ। यही छ हामी जाँदैछु गाइस अटोमा छु। हेर्दै गर्नुहोस् आजको भ्लग इन्ट्रेस्टिङ हुन्छ। स्टे ट्युन। हाई बेटा। हाई बेटा। हाई। हेलो। थुप्रै मन्दिर छ यहाँनिर पनि के गाइस हामी चाहिँ मन्दिर पुगे। इस्कन मन्दिर श्री श्री राधा माधव सुन्दर मन्दिर। हेर्नुस् भित्र चाहिँ फोन अलाउड छैन। म चाहिँ अब एन्ट्रीकै बाहिरबाट सुट गर्दैछु। अहिले चाहिँ गाइस भोग आरती सुरु हुन्छ 12 बजे हैन? सो हामी चाहिँ अब आरती गरेर निस्किन्छौँ। फेरि एकछिनमा भेट्छु तपाईहरुलाई। स्टे ट्युन्ड।
गाइस यो चाहिँ सबै परिक्रमा गर्दैछु मैले। अन्त यो सबै चाहिँ कृष्णको लीला हो, बताएको छ यहाँ होइन कसरी के भएको थियो भनेर। आरती गरेर सक्यो भोग आरती। अहिले चाहिँ बाहिर छौँ हामी प्रसादहरू हरे कृष्ण भन्नु न यता छिटो छिटो हरे कृष्ण हरे कृष्ण। बिटु बिटु हाय हेलो बिटु बिटु जता पा खाएर आऊ त बोजू जाऊ पा खाएर आऊ। हजुर एकैछिन ल गाइस। यता चाहिँ श्रीमती राधा रानीको फुटप्रिन्ट ढोकरिहाल्नुहोस्। अनि यता चाहिँ श्रीकृष्णको फुटप्रिन्ट यहाँ पनि ढोकरिहाल्नुहोस् हो। पूजा चाहिँ हामी सक्यो अन्त मन्दिर पनि अब बन्द हुने टाइम भयो। अब चाहिँ हामी जाने निस्केको। कस्तो लाग्यो आन्टी? यता हेरिदिनुहोस् न कस्तो लाग्यो अन्त भन्नुहोस्। मन्दिर घुमेर खुसी लाग्यो? त्यही त है। मम्मी राम्रो लाग्यो नि? त्यही त। अब अलिकति घुमौँ फोटोसोटो खिच्यौँ है। जुवा गर्दै बिचु जुवा गऱ्यो जुवा जुवा गऱ्यो लु जाउँ आऊ आउनुहोस्। आज चाहिँ अलिकति बेसी भिड छ। यति भिड त हुँदैन नर्मली, तर आज अलिक बेसी नै भिड छ मन्दिर हो। सो गाइस हामी चाहिँ अब निस्किन थालेको। घाम लाग्यो। निस्किम ल। ए आउनुहोस् हाम्रो दुईटा परिहरू। मम्मी हेरिदिनुहोस् परी रे परी। हाम्रो यो आन्टी चाहिँ एकदम जली पर्सन हुनुहुन्छ है। एकदमै रमाइलो खुसी हमेसा एकदम राम्रो लाग्छ मलाई चाहिँ है आन्टी।
सबै त खाने हो एकछिन अन्त खाइपी गरेर भेट्छु म भाउजूकोमा ल हजुरकोमा राख्छु ल ल यता चाहिँ मन्दिरको सामग्रीहरू पाउँछ राधारानीको ड्रेसहरू डल्लै राधाकृष्णको सामानहरू हजुर फोन गर्नु सकिन्छ नि त त्यही त मेरो मोबाइलबाट हेरेर निकाल्न सकिहाल्छ नि लु हामी चाहिँ अब निस्केको हरे कृष्ण राधे कृष्ण राधे कृष्ण यहाँ चाहिँ हामी जुत्ता कलेक्ट गर्दैछौँ दादाले जाने अब कस्तो घुमेको हिँडेको हिँडे है यो नानी अब जाने है जानीला बिट्यो टाटा बाई 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 जुत्ती लगाऊ छिटो छिटो ता लगाऊ ता लगाऊ छिटो ता लगाऊ छिटो म पनि ता लगाऊ अब जानीला गाइस हामी चाहिँ मन्दिरबाट घर फर्के हो अन्त आज चाहिँ हाम्रो घरमा स्पेशल गेस्ट आउनुभएको छ हाम्रो फुपूहरू आउनुभएको छ आज यता फुपू हुनुहुन्छ यता भाउजू कीर्ति अल द वे फ्रम शिलङ हाम्रो घर आउनुभएको छ आज फर्स्ट टाइम आउनुभएको नि फुपू आज फर्स्ट टाइम आएको भने हाम्रो घरमा हेलो है भनिदिनु न त अन्त हेलो हाई म मिराको फुपू शिलङबाट हाम्रो राम्रो ब्युटिफुल मेरो बहिनीको ब्लगहरू हेर्नु अनि लाइक सेयर सब्सक्राइब र सब्सक्राइब पनि गरिदिनु अनि यता हुनुहुन्छ भाउजू अन्त भाउजूको छोरी कीर्ति फर्स्ट टाइम आउनुभएको त्यही त अनि अहिले चाहिँ चायहरू पिँदै हुनुहुन्छ हो अन्त ढिलो भयो हामीलाई पनि मन्दिर गएको थिएँ अब चाहिँ हतार फटाफट खाना बनाउँछु अनि फुपूहरूलाई खाना खिलाउँछु सो हेर्दै गर्नुहोस् त गाइस अब चाहिँ म बनाउनु लागेको म चाहिँ माछा बनाउनु लागेको अहिले चाहिँ चाय बनाएर दिएँ अब म माछा बनाउँछु हतारमा अन्त तपाईँहरू देखाउँछु एकछिनमा पनि रहनु होला च्यानलमा स्टे ट्युन यता चाहिँ हाम्रो फुपूहरूले भाउजूहरूले खाना खाँदै हुनुहुन्छ ढिलो भयो आज हतारमा बनायो कस्तो भयो फुपू खाना भएको त छैन यस्तो जलबाजीमा बनाएर त्यसै तारिफ गर्नुहुँदैछ है फुपूले हो फुपू दामी भयो ल आमा त्यो त साह्रै भयो हजुरलाई हाम्रो मिरा भदैनीको खाना खानु कति हुन्छ पनि यहाँ आउनुहोस् थकाली रेस्टुरेन्ट अनि सालबारीमा गुरुङ रेस्टुरेन्ट भन्नु न रेस्टुरेन्ट भनेपछि थकाली खाना खानुहुन्छ गुरुङ रेस्टुरेन्टमा होइन सबै पाउनुहुन्छ मोमो खाने पसन्द गरे पनि मोमो पनि पाउनुहुन्छ खालि हजुरले अर्डर गर्नु त्यही त अर्डर गर्नु सबै पाउनुहुन्छ होइन त्यही त ल खानुहोस् आरामले ल स्टार्टिङ छ गाइस मैले चाहिँ माछा बनाएको छु आज फुलकोपी हालेर कस्तो भयो थाहा छैन हतारमा खाँदै हुनुहुन्छ फुपूहरूले त्यही त अब जानु लाग्नुभयो फुपूहरू लु बोक न त्यही त त बल्ल देख्नुभयो फुपू जाने बेलामा कतिखेर ताता गरौँ भएको थियो ताता बाई बाई गर फ्लाइङ किस दिँदौ फ्लाइङ किस पनि दिइहाल न त अन्त म गर्दो बोजूलाई म गर्दो म गर्छु बाई हेर्नु न त्यो बिहा बाई गरेको जोइ
पापा ल यता बाई बाई गरिदिनु न त बाई गरिदिनु यता मेरो भ्लगमा फुपू यहाँ हेर त बाई बिराको ब्लगमा बाई भदैनीलाई सब्सक्राइब गर्नु सेयर गर्नु लाइक गर्नु शेयर गरिदिनुस् गाइस अब चाहिँ फुपूहरू जाँदै हुनुहुन्छ हो तपाईँहरू चाहिँ नि यताबाट आएको बेलुका भयो यहीँबाट आएको यो फेरि कताबाट आएको यो यता गाउँ जाने बाटो यहाँबाट पनि छ रास्ता उताबाट पनि छ चारैतिर छ नि बाटो त तर आएको यही बाटो रास्ता हो अब त जानु न ल अहिले त यो सबै फुपू डाइरेक्सन बताइदिनु है डाइरेक्सन बताइदिनु ल आरामले बस्नु गर्दा लु जानुहोस् फुपू घर कतातिर बताइदिनु है दादा भइहाल्यो रानी डङ्गा केही भरत जोत भन्नु रानी डङ्गा कदम तल भन्नुभएको होइन रानी डङ्गा भरत जोत त्यो क्यान्सर हस्पिटलदेखि भित्र बताइदिनु ल होइन जानु न के हो जानु न अरे जानु न तपाईँ दिनु पर्दैन तपाईँ जानु न के भयो बाई ल ल ल लु ब्लगिङ पनि मान्छे पनि गयो ब्लगिङ पनि सक्यो गाइस आजको लागि यति नै आजको ब्लग यति नै थियो गाइस अब यो ब्लगमा यतै एन्ड गर्छु हो अन्त आई होप तपाईँहरूलाई आजको हाम्रो ब्लग मेरो ब्लग राम्रो लाग्यो होला होइन मन परेमा यदि राम्रो लागेको छ भने गाइस प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भिडियोलाई होइन अन्त क्लोज फ्रेन्ड्स फ्यामिलीहरूसँग सेयर गरिदिनु होला यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला है यति भन्दै गाइस आजको यो भिडियो चाहिँ म यति नै एन्ड गर्छु सी यू इन माई नेक्स्ट ब्लग टिल देन बाई टेक केयर स्टे सेफ एन्ड किप स्माइलिङ मम्मी बाई भनिदिनु बाई 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 गाइस